के भयो दया तपाईँको अनुहारमा त 12 बजिरहेछ त कि भाउजूले छोड तर अब भन् न साले मैले बिहे गरेको छु र मेरो तेरो भाउजू हुन्छ साला खाएर यो यहीँ राख्छस् पर पुरा धारामा घिच्ने बेला घिचिस अहिले यहीँ राख्छस् लगेर जा छिट्टो उठ। साला बिहे नै नगरे भाउजूले छोडेर भन्छ साला दसैँ आयो भन्छ पैसा 1 रुपियाँ छैन साला त गधा भने मासले मेड भाउजूले छोड्छस् तेरो दाइले बिहे गरेको छ मेरो काम गर्नुहुन्छ मलाई के थाहा मलाई जसरी भए पनि आज मासु चाहियो है म चाहिँ हिँडेको भात पकाउन ओहो ओ थारे के गर्दै बसिरहेछस् के गर्नु एउटा हात तालुमा अर्को हात तालुमा हो पो अनि के हो केटा बिहान बिहान टोलाएर बसिरहेछस् त के भन्न दसैँ आयो भन्छ तर मसँग त पैसो नै छैन अनि काम गरेको पैसा तेरो ससुरा बाउले दिएकै छैन काम गरेको पैसा त त्यही त मलाई पनि दिएकै छैन अब हेर काम लाउने बेलामा चाहिँ सालेले बाघ जस्तो भएर काम लायो होइन अझै पैसा दिने बेलामा चाहिँ साला बिरालो जस्तो भएर बस्छ भोलि भन्छ म हिजो गएको थिएँ पैसा दिनु भोलि भन आज चाहिँ जे जसो भए पनि हानिदिने हो साला पैसा दिएन भने त्यसको छाती उडाइदिने हो एकदमसँग बुझिस् हो आज दसैँ होइन अब दशा आउने हो छैन केटा तैँले त बाम फुप्पो बोकेर लिएर आएको रहेछस् त आज छिनाउने नै हो दाम दिएन भने बस्देको रेडी हो म यहाँ धाड लाएर आउँछु ल लिजा रेडी हो एकदम सँगले हान्ने हो पैसा दिएन भने त्यसको छाती उडाइदिने हो गर्दन उडाउने आज त अनि नमस्ते बिरालो साउजी नमस्ते नमस्ते के कति काम ल्यायो जाठाले तर बाउ गर्न आएका ए होइन के भनेको काम त अरायो काम अराएपछि पैसा दिनु पर्दैन दसैँ आइसक्यो त्यही त भने तिमीले गर्दा मेरो बुढी माइत जान्छु भन्दैछ जस्तै हो भने हेर सौ तिम्रो बुढीलाई लगेर म मेरो घरमा खाना पकाउन लगाउँछु फेरि त्यही लागि सबैहरू त को पो तर बाउ पो ए एकछिन चुप लाग यसले हामीलाई चिनेन रे हेर सौ तिमीले हाम्रो पैसा नदिने मार्छ के हो यिनीहरूले त? परेछ ओए ना 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 ना